यसो पनि भर्खरै सोसियल मिडियामा पाएको न्युज हो है। नेपालको नवलपरासीमा चाहिँ लगभग 100 मिलियन टन आइरनको माइन चाहिँ डिस्कभर भएको छ है। अनि यो चाहिँ एकदम नेपालको लागि चाहिँ एकदम खुसीको कुरा हो। नेपालको फाइनेन्सियल कुरामा यसले धेरै 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 याद गर्छ है। अनि बिताएको ठाउँमा यदि यो मेटलको माइनलाई चाहिँ राम्रोसँग युज गरेमा चाहिँ लगभग नेपालको 100 इयर्सको 100 वर्षको डिमान्ड चाहिँ यसले आपूर्ति गर्न सक्छ भनेर भनिएको छ है। अनि एकदम 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 खुसीको खबर हो। तर अनफर्चुनेटली के छ भन्दाखेरि नेपालको कन्डिसन चाहिँ एकदम खराब छ। नेपालको लिडरहरू चाहिँ एकदम करप्टेड भएको कारणले गर्दाखेरि चाहिँ यस्तो राम्रो 100 मिलियन टनको आइरनको माइन फेला परे तापनि यो भ्रष्टाचारी नेताहरूले गर्दा अहिले गाह्रो छ नेपालको यसलाई सदुपयोग गर्न। हेरौँ के हुन्छ फ्युचरमा।